बन्ने लक्षण चाहिँ देखिरहेको छ। खाना पनि झन् धेरै खान्छु अनि खाएको एकछिनमा फेरि के खाम लाग्छ कि मलाई। अनि त्यो चिज खाएन भने फेरि जित्दै बुझ्दैन। अनि आज फेरि कहाँबाट नुडल्स कप खाने चाहिँ सोच आयो अनि मैले चाहिँ 75 रुपियाँ हात लिएको कस्तो छ भनेर मजाक खोलेर एकदम धेरै एक्साइटेड भएको थिएँ। 10 वटा चाउचाउ जतिको रहेछ सारी गाजर जात्रो 75 रुपियाँकोमा। अनि त्योमा फेरि चम्चा पनि पर्ने रहेछ। मलाई भातको सोचिरहेको थिएँ अनि म फेरि लागे पानी उमाल्ने त्यसमा अलिकति साग पनि हालेँ। अब त्यो डिब्बामा हाल्नु पर्यो नि। अनि पछि नपुग्ला जस्तो लागेर सारी गाइजहरू मैले चाहिँ त्यसमा रम्बा चाउचाउ पनि हालेँ एउटा। अनि त्यसको माथिबाट चाहिँ तातो पानी पनि खनाइदिएँ। अनि मैले चाहिँ जस्तो सोचेको थिएँ त्यस्तो चाहिँ केही पनि भएन सारी गाइजहरू, केही पनि भएन। मैले के सोचेको थिएँ के भयो भने जस्तै भएर चाहिँ अनि त्यसको माथिबाट चाहिँ मैले पछिबाट त्यसको मसलाहरू सबै हालेर रोमाल्नतिर चाहिँ लागेँ। अनि त्यो गिलासमा मिक्स गर्न चाहिँ हुँदै नहुने कि मिल्दै नमिल्ने। अनि पछि मैले थालमा खनाएर चाहिँ सबै मिक्स गरेर चाहिँ फेरि चाहिँ डिब्बामा हालेँ। अब त्यसको एक्सपिरियन्स चाहिँ गर्नु थियो नि मलाई। अनि पछाडि खाएको चाहिँ खासै मजा चाहिँ आएन सारी गाइजहरू। त्यही पनि मिठो मान्ने खाएँ। अब 75 रुपियाँ हालेको त हो त्यसै खेर जानु त कहाँ दिनु र। अनि खाएको एकछिनमा फेरि लाग्दै निद्रा लाग्यो अनि म चाहिँ सुत्नतिर चाहिँ लागेँ। अनि आजको भिडियो चाहिँ यति नै हस् त, बाई बाई।